जेबी यत्रो यत्रो हुन्छ नि उसमा बुढो सुब्बामा त्यहाँ पनि मिठो बनाउँछ रोटी 25 रुपियाँ गोटा 25 रुपियाँ गोटा यत्रो हजुर सस्तै हो नि है एक बोतल जान्छ अनि मलाई पनि फेरि अब एकचोटि एउटा जोडी ठुलो हातमा बाला लागेको घरतिर कुद्नु पर्छ एलेदुङमा मैले योभन्दा अझ ठुल्ठुलो बनाइदिएको होला मोती दाइले माइली यो मलाई देऊ न रोटी यो मलाई देऊ घर लानु भनेर लानु भएको मोती दाइले हरि ओम तत्सतो विष्णु विष्णु हरि भगवतो कसरी चाहिँ बनाउँछ यत्रो टाइममा लगाउँदाखेरि त कसरी बनाउँछ यसरी त बनाउँछ पचिएर यो लाग्दै त उहाँ पर स्वाहा विराजय कविराजवति मुरुगा सजा फलते तत्वसा भोगमानो स्वाहा स्वाहा सर्वोदारिता सामानि जलिरे सत्तागो सजलिरे तथा देवसा प्रजाय स्वाहा ओम तस्मात् स्वाहा जयन्त देगे जो भया लोका भवति तस्मात् स्वाहा जय स्वाहा यो यसरी पक्रिने यसरी पक्रिने लु जान हरि ओम सप्तसमिदः कृताः देवादनन्तन्वाना वदन् गुरुखं वसुम्
ज्यादै लु आउनु ज्यादै ज्यादा भए दन्तले हजुर सक्नुहुन्छ भनेर अरे ओममा कतिचोटि भयो जद्रैनद्रवैदन्तदेवास्तानि धर्माणि प्रथमान्यासन्न ते हठाकं महिमानः सतन्तजत्र पूर्वे साध्याः सन्ति देवाः अद्यः सात पुग्यो हजुर चार भयो दोहोरो हेर्नुहोस् है चार यसले पाँच ए छ ल यो अगरबत्ती बाल्नु पर्यो पुगो सात पुगो ठ्याक्कै त्यहाँ पनि भएर बाँधिदिनु अब यतापट्टि त्यहाँ भन्दा यता हो त्यहाँ जोडा यहाँ छ बस अब यहाँनिर यो यसरी पानी यसरी लगाएर यसरी शिरमा तिनपल्ट दिदीले गरिसक्नु दिदीको पालो दिदीले गरिसक्नु भयो र त अब मेरो भेनाजुको पालो यहाँ तीनचोटि ल देब्रे हातले हो त्यसरी दाहिने हात त्यहाँ छोएर थर त्यहाँ छोएर माथिबाट यहाँ शिरमा शिरमा यहाँ जानु अलिअलि हो त्यसरी तीनचोटि बस रोग हरणम दुःख हरणम दुःख हरणम दुःख हरणम दशा हरणम लु अब यो माटो यसरी शिरमा ल जाने माथि यसै गरी अब माथि हर भरणम ल यो लिएर जाने फुल पनि शान्तिले घर भरणम लु माथि जाउँ बुहारको ठाउँमा आउनु त तपाईहरु सुख शान्तिले घर भरणम तेस्रो पटक होइन यहीँ चढाइदिनु यहाँ चढाइदिनु अलिकति अनि यहाँ आउनु यो खै यसो यहाँ त एउटा हातले माथिबाट दिनु त यहाँ यसरी ल्याउनु अनि यसो टेन्सन गर्नु अलि पर्ति छोएर हो ल यसो तीनचोटि गर्नु बस छोएर शान्ति 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 क्षमा शान्ति ब्रह्म शान्ति रेधी त्यहाँ सात परिक्रमा सातचोटि बेर्नु त फनफनी हजुरले यसो छोइदिनु यो छोइ
वरिपरि 3 पटक परिक्रमा पल्ट है बेना बिस्तारो होइन हजुर अगाडि अगाडि यो ब्यागमा बोकिदिन्छु कि मादिनु तपाईँ अगाडि 3 चोटि बिस्तारै हरि ओम देखेर थाने प्रचरन्त प्रकाशानि भगणः देखागोसंयोजने धन्वासे हरि ओम यस्तो कर्म गर्ने यस्तो भेला गर्नु पर्यो हेर्नु त राम राम अनि पाइन्छ भाग्यमा भेटेको छोड्दै यसमा पानी भर्ने त्यहाँ पराउनु बाल्टीबाट ल्याउने यसो पानी छ त पानी छ भर्नु नि त्यहाँ अब उठेर अखण्ड सोइह जन्मनि अखण्ड सौभाग्य प्राप्त्यार्थं जन्मान्तरे विष्णु शरीरस्य मुक्ति प्राप्तिकामना विशेषतः काशक गोत्राणां वास्मद्वित्रिपितामह प्रपितामहानां तीन पुस्ताबाहु हजबाहु अस्मद्मालिको अस्मद्मातामह प्रमातामह वृत्त प्रमातामह पार्वती राई मावलीपट्टि तीन पुस्ता ससुराली एक पुस्ता समस्त परिवार विशेषतः वट अस्वस्थ विवाहांग भूत कर्मणि च चित्रवस्त्राभूषणादिभिः अलङ्कृतानां समान्यां हस्तेन संकल्पपूर्वकं च विष्णुशरणीर्वैदान क्षेत्रे शुम्भीमारुहांग भगवान् संतस्थले इहानवौषध संवत्सराणां मध्ये सिद्धार्थी नाम संवत्सरे श्री सूर्यनारायण दक्षिणायणे हेमन्तरितो महामङ्गलप्रथमासोत्तमे मासे मार्गशीर्षमासे शुक्ले पक्षे अद्य नवम्यां पर्वणि पुण्यतिथौ शनिवासरान्वितायाम् अन्येषु शेषेषु भोगादिग्रेषु यथा यथा राशि स्थानानि स्थितेषु सत्सर्वं गुणगणविशेषणविशिष्टायां शुभपुण्यतिथौ भूत्रसान् अद्यः काशिकभूतोद्वन्द्वो राजकुमाररायः मम सपत्नीर्कला नाम्नी देव्याः सपुत्रदशबहादुर सपुत्रकदोजुनु सपरिवार सपौत्र प्रभात नामक सपरिवारान्विता अस्मिन् कर्मणि दीर्घायु विपुलधनधान्य पुत्रपौत्राणि झुक्याएको होइन राम्रो हो यो यताबाट फेरिआएको त धारण गर्नै पर्ने हेर्नु त आफै खुट्टा नुहाउनु ठिक्क भएछ हो यो त जानेर देख्नु कृष्ण भगवानले के भन्छ जे हुन्छ त्यही सत्य हुन्छ जो हो अक्षय हुन्छ कसरी आयो जे हो अक्षय भइरहेको कुर्सी नि ल्याइदिउँ अप्ठ्यारो हो हजुर लाग्छ भयो होइन यो यहाँनिर यसरी हजुरले पानी लगाइदिने अलिक ओरो बस्ने त्यो गाग्री ल्याइदिनु गाग्रीमा पानी सकिने बित्तिकै भेनालाई पनि एउटा बस्ने त कति भेना बस्नु न सक्दिने कि सबै चोट परेकोहरू मात्रै पर्दैन धारा आफै छ गङ्गा जल आफै आउनुहुन्छ यहाँबाट चतरा पुगिराख्नुपर्छ शब्दकोशी भेट्नलाई अहिले यहीँ आउनुभयो शब्दकोशी गङ्गा जल निर्मल उदैछ ओम नमो भगवते वासुदेवाय ओम
नमो भगवते वासुदेवाय होइन त्यो केही हुन्न त्यसले अब त्यो सबैको त्यस्तै हुन्छ होइन त्यो बनिहाल्छ त सर्वे निक्ल्यो त निक्ल्यो त्यो पेपरसित राखिदिनु नि ए गुरु त्यो कागजसितै यसो राखिदिनु कागजसितै राख जलादिनाथाय नमो यहाँ माथि बस्नु पो सक्छौँ हामी यसो बाँध्नुपर्छ होइन म आफै गरिहाल्छु त्यहाँबाट खुट्टा उता फ्याँकेर तान्नुपर्छ वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु परको बहिनीलाई पठाइदिनु त्यो निलो कुर्सीमा बसेर गुरु यसले गरौँ अलिकति उठाउनु ऐकोले उठाउन त्यहाँ चेपियो क्या अलिकति उठाउन यहाँ छ गुरु जय गुरु गोरखनाथ की जय गुरु मैले बुझाल्छु तपाईँले तान्नु है खरचमा अलिक तन्चौँ त्यहाँ फेरि गरौँ न के गर्दै हुनुहुन्छ यसो तपाईँलाई काम माइन्ड गर्नु नि गर्दिनँ म खोजि नै रहेको थिएँ तपाईँलाई हो म भिडियो गर्न लाग्यो त्यहाँ जहाँ बुद्धि छ त्यहाँ जहाँ बुद्धि छ त्यहाँ होइन म गराउँछु कतिलाई पनि सम्झिनु आफूलाई पनि सम्झिनु मलाई पनि भन्नु त्यही चढाइदिने चढाइदिनु अब दियो बाल्ने अब यहाँ चढाइदिनु बस त्यहाँनिर त्यो दियो बाल्न त अब यो दियो बाल्नु हजुरले लाइट त्यहीँ छ यो लाइटर नै छ तयारी छ जसले बाले पनि हुन्छ तपाईँले बाले पनि हुन्छ बाबाले बाले पनि हुन्छ तपाईँहरूको परिवारभित्रको मान्छेले बाल्नु अहिले बाँकी छ बाँकी छ है फेरि हातमा फुल लिनु ल यसरी घुम्दै
हरि ओम अब घुम्नु यसरी हजुर बुवामा अगाडि लाग्नु दिदी भेनाजु अगाडि लाग्नु त अरू पछाडि लाग्नु उहाँहरूको पछाडि लाग्नु अरू घुम्नु हजुर यता आउनु धर्मं भजस्व धर्मं सेवस्व साधु पुरुषान् अन्यस्य दोष गुणचिन्तनवासमोक्त्वा सेवारसारसमहो नितरां पिबत्वा समस्त 21 कुल पितृहरूले विष्णु सायुज्य मुक्ति प्राप्त गरून् भनेर कामना गर्ने हरि ओम महायोगी नमः स्वाहाय स्वदाय नित्यमेव नमो नमः तीनचोटि घुमेर आफ्नै ठाउँमा उभिनु उपस्थित धर्मानुरागी भक्तवृन्द दुई यो बडो अस्वस्थ व्यवहार आफ्ना दिवंगत चार पितृहरू विशेष गरेर दिवंगत पितृहरूको विष्णु सायुज्य मुक्ति प्राप्तिको कामना राखेर यो गर्ने कर्म उहाँले उहाँका कर्मफलबाट आज उद्घाटन हुन गइरहेको छ। अब भयो तीनचोटि भयो दिदी हैन तीनचोटि भयो होइन उतैबाट आउनु ए ल भएको छैन यताबाट फर्केर पाइदैन उतैबाट घुमेर हरि ल अब दिदी भेनाजु पल्लो छेउ बस्नुहुन्छ अरू यता जान दिदी हो नफर्किनु है ल बस अब राजकुमार राई यो बुहारी सब म वैदिक मन्त्र बोल्नेछु उहाँले कैँचीले यस छाती चौतारालाई उद्घाटन गरिदिनु हुनेछ। प्राङ्गण के खेलकुद मैदानको प्राङ्गणमा कैँची हातमा लिनु हजुर सबैले ताली बजाउने तालीबाट एकछिन पढेपछि है म भन्छु स्वस्ति न इन्द्रो वृतस्रवः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारिक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु ल यो उगार्नु यहाँहरूले नि उगार्नु यो हरि माथिबाट यसो गर्नु उता लानु जति हो हरि दिवंगत अज्ञात पितृहरूको उद्धार भयो हरि फुल यहाँ राखेको छ यहाँ दिदी ए माला फेरि पढ्छु 3-4 चोटि पितृहरूको दिगम्बर दिवंगत पितृहरूको उद्धार भइसक्यो हरि ओम ल अब हजुरहरू दुईजनाले त्यहाँ यो छेउमा पुस लिएर पानी सुनाउने छेउ हजुरहरूले पनि सुनाउने छुँदा हुन्छ उहाँहरूलाई छुँदा हुन्छ भयो हजुरहरू सुपुत्र उहाँकी धर्मपत्नीका करकमलबाट यो अगरबत्ती यो यहाँनिर बाल्नु त्यहाँनिर सडक यहाँनिर छाइदिनु नि जलाउनु भनेको बालो लु हजुरले पनि बाल्नु यहाँनिर बाल्नु
यता हात पोल्नुहुन्छ है यता ओम नमो भगवते एकछिन लो यहाँनिर यसो पुस्लेर पानीसँग चलाउने चाहिँ चलाउनु हरि ओम पूर्व दाहिनेपट्टि आउनु नि हरि ओम पूर्व संकल्प सिद्धिरस्तु सपरिवार बहिनीको होइन हाम्रो त्यो जीवन बहिनी आउँछ नि त मेरो बहिनी पर उहाँ तपाईँ परिचय कसरी गराउनु न दाजु सततम जपेते हातमा फुल लिएर नमस्कार यथा कृष्ण प्रदेशे सैनाचिरो नसागरे तथा भूयाद सुन्नेमा मम जन्मनुजगणे हे भगवान श्री कृष्ण हजुर क्षीरसागरमा शयन गर्नुभएको छ यो हरेको उपयोगका लागि मैले यो शय्यादान दिन्छु आफ्नो पितृहरूलाई शुभ सम्झिने हरि ओम यहाँ पो त जे आएर के गर्नु बिहान 10-11 बजीसम्म सुत्छ अनि मुन्ना रे कहीँ मुन्ना चढाइरहने यसरी यहाँ हेर्नु पण्डितको हात्ती शय्यायै नमो नमः। अब यहाँ तिल चढाउनु नारायण 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 अहिले यही गर्ने हो भाइ भाइ
होइन पर्दैन दुईजनाले एकजनाले भए हुन्छ लु आमा र बुवा छ हो आमा बुवा जानु पर्यो अरूले छुने मात्रै परो आउनु चाहिँ पैसा दिनु पर्दैन तामेल त यो पुस्ता सबै आउनु पर्यो नि त हरि ओम नमो ब्रह्मण्य देवाय गर्नु परेन यो भगवानले माथि यस्तो गरिराखेको छ विष्णवे नमः विष्णवे होइन विष्णवे दाजु अक्षता त्यहाँ एउटा दुना हरि ओम पूर्व संकल्प सिद्धिरस्तु अर्थेः काशकरोत्पन्नोऽहं दशबहादुर राजकुमार सपत्र निर्मला सपप्रजस्वाद सपत्रवधू धेनु सपौत्र प्रभातनामक सपरिवारान्विता इह जन्मनि दीर्घायु विपुलधनधान्य ऐश्वर्यादि विवृद्ध्यर्थम् आधिर्यादि जरा रोग मृत्यु परिहारार्थम् नित्य कल्याणार्थम् अखण्ड सौभाग्य प्राप्त कामनया श्री परमेश्वर प्रीति द्वारा अद्य दिवसे संयादान कर्मणि च श्री परमेश्वर प्रीति द्वारा प्रधान संकल्प पूर्वक विष्णु लक्ष्मी पूजन पूर्वक संयादानादि कर्मणि च प्रधान संकल्प वयं करिष्यामहे नहीं छोड़ दीजिए लु अक्षता एउटा मोड एउटा कुर्सी मलाई दिने अहिले हो यहाँ चढाउ भने फिर्ता दिनु एकछिन हो झोलामा छ मान्छेले ढिलो गर्ने आफै खाइदिनु अगाडि खायो खायो के खायो खसीले हाम्रो मायाले किरिनु नसिले भिडियो बल्ल त जुनुको हातमा मोबाइल परेको छ के गर्नु खिच्नै त पाएको छैन के गर्नु खोइ छोरा चाहिँ छोरा अब घर लिएर जानु पर्यो छोरालाई ल सबैको फोटो भिडियो खिच्छु ल म कसको